मेरो हातमा एउटा स्पानर छ। अब मैले टक्क आएँ गाडीमा। म क्यामेरा यता गर्छु। म अब पहिला सुरुमा के गर्छ भने यो स्पानरले टायरमा यसरी चेक गर्छु। म पुरै टायर यसरी चेक गर्छु। यो टायर ठिक छ कि छैन भनेर यसरी चेक गर्नुपर्छ पहिला। हामीले यसरी सबै टायर चेक गरौँ पहिला। टायर चेक गरिसकेपछि यो पनि चेक गर्यो, टायर ठिकै छ। अनि टायर खराब छ भने टायरको साउन्ड फरक आउँछ र हावा छैन भने टायरको साउन्ड फरक आउँछ। सबैमा एउटै साउन्ड भएपछि टायरमा खराबी छैन भन्ने